के प्रेममा दिएको पैसा फिर्ता हुन्छ त? ब्रेकअप पछि प्रायको एउटै प्रश्न हुन्छ, मैले रिलेसनसिपमा हुँदा मेरो पार्टनरलाई दिएको पैसा फिर्ता माग्न मिल्छ त? तर कानुनले भने तपाईको प्रेम भन्दा इमोसन भन्दा पनि तपाईको प्रुफ हेर्छ र त्यहाँनिर कानुनी प्रश्न एउटा मात्र उठ्छ, त्यो तपाईले दिएको पैसा गिफ्ट थियो कि लोन? यदि गिफ्ट दिनु भएको थियो भने त त्यो माग्ने कुरो पनि आउँदैन र कानुनले पनि तपाईलाई फिर्ता गर्न सक्दैन। तर यदि तपाईले लोन दिनु भएको थियो र त्यो पैसा दिएको स्टेटमेन्ट, तपाईको पार्टनरले तपाईलाई फिर्ता दिन्छु भनेको च्याट र अन्य कुनै प्रमाण जस्तो कि साक्षीहरू छ भने चाहिँ तपाईले त्यो पैसा फिर्ता दाबी गर्न मिल्छ। तपाईको पार्टनरसँग मात्र हैन, तपाईले त्यसरी त्यो पैसा चाहिँ कुनै साथीभाइ, आफन्त या कुनै व्यक्तिलाई चाहिँ त्यसरी पैसा लोनको रूपमा दिनु भएको छ र तपाईसँग स्टेटमेन्ट, च्याटहरू छ भने तपाईले त्यो पैसा फिर्ता दाबी गर्न मिल्छ। यसरी तपाईको पैसा लिएर फिर्ता नगर्ने कोही साथी या पार्टनर हुन्छ भने यो भिडियोमा ट्याग गर्नु होला। यो कानुनी जानकारी कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर।